जान्छ बस जान्छ यहाँबाट जाने मोडियामा गएर ओर्लिने मोडियाबाट अनि उताबाट काठमाडौँ आउने डाइरेक्ट बस आउँछ काठमाडौँ आउने जान्छ हिजो पनि म त्यहीबाट आयो एप्पल भयो किन किनेर आउँछ नि हिमालको पनि लिनुमा चाहिँ मस्त देखिन्छ हल्लेको छ नि त्यो उसमा के भेनिमको सोलुको भेनीमा जस्तै घर पुरै सोलुको भेनीमा पनि यस्तै घर यहाँदेखि केवल कार चलाएको यो ठाउँलाई के भन्छ नि कुरी कुरी अझै माथि नै जानुपर्छ नि तल यो कहाँ ढोलखामै पर्छ यो गाउँपालिका चाहिँ नगरपालिका भन्न सक्ने घरहरू रहेछ यो नगरपालिका भयो भने त पछि हेरै यो के छ भने सबै यो बत्ती बालौँ भनेर पनि आएको यहाँ माथि सामान राजनले पठाएको छ सामान बसि नसक्नु होला है यहाँ केही छ उता लैजाने लुगा छ कि छैन अलिअलि छ पठाउने हो ल फर्केर आएर ल्याउनु साउ छैन झर्ने मान्छे लुगाहरू छैन
यहाँ टन्नै हुन्छ नि है यहाँ धेरै घर पो रहेछ यहाँ त है उयो भाइहरू चाहिँ इन्डियामा काम गर्नु ए यहीँ ओर्लिन्छ उनीहरू ए त्यो यो त्यहाँ घुम्न घुम्ने रहेछ के यतिकै फर्काएर पो जाने रहेछ एउटा मात्रै कार छ क्या अरू पनि हुनुपर्ने काम हिँडेर जानु पनि रहेछ यहाँ पछि अलिकति पैसा खर्च हुन्छ त अलिकति पैसा खर्च हुन्छ त भने नि हिँडेर जाँदा होइन यसमा बसेपछि त गाडी जस्तै त हुने नै हो भयङ्कर उकालो छ त्यही त उकालो छ नि भयङ्कर कहाँ हिँड्न पनि सक्दैन म त त्यही नसकेर अघि बाइकमा आउनु मान्छे यहाँ तपाईँहरू बाइकमा आउनु भयो हजुर म त बाइक तलै चरीकोलमा छोडेर गाडीमा कहाँबाट आउनु काठमाडौँबाट एक्लै आउनुभयो ए चरीकोटमा छोडेर अनि केमा आउनुभयो ऊ त्यो गाडीमा आयो नि ए तपाईँ बाइक लिएर नजानुहोस् है दुःख पाउँछ भन्थ्यो आधा बाटो राम्रो छ आधा राम्रो छैन भन्थ्यो भनेमा त बाइक ठिकै छ त अनि मान्छेहरू कति आयो स्कुटर त लिएर आयो म त डबल लिएर आएको छन् स्कुटरमा त आइराखेको छ केही फरक पर्दैन नि त्यही छोडिदियो तल 500 रुपियाँ लियो गाडीले ए ठिकै हो नि 500 हो नि यहाँसम्म आउनु अस्ति नै हामी आमा छोरी आउँदैन 500 नै दिन्छ 1000 दिन्छ जाँदा भन्दा 2000 दिन्छ होस् 36 वर्षपछि आएको म मेरो यो बेला त्यो बेला बाटै थिएन मेरो बुवाले लिएर आउनु भएको थियो अनि म धेरै पटक चरीकोट आएँ यहाँ डोल्गा भीमसेन धाम धेरै पटक आएँ म त झन् यो आउनै पाएन त्यो उसमा अघि त्यो गैरी थिएन त्यहाँ निस्केको सुस्पाबाट हिँड्दै आएर एक्लै राति 2 बजे हिँडेको म मामा घर त्यही थियो मामा घरबाट निस्केर 2 बजे यसको काम के त्यही त नि